Welcome to Chiti's Gri vlog. Back to new vlog. Hope you guys are fine. धेरै पछि जाँदैछु अब के गर्नु यस्तो होइन अहिले सुतिरहेको हुनु सक्नुहुन्छ कुराहरू हामी चाहिँ एकदम अब एक दुई शब्द जाओस् न त अब तपाईँको आज कस्तो त्योभन्दा पनि दिस इज सिटिज वेलकम ब्याक टु न्यू ब्लग होप यु गाइज आर फाइन धेरै पछि नयाँ ब्लग नयाँ ठाउँमा नयाँ ब्लग होइन हामी चाहिँ आज खास गरी जान लागेको चाहिँ कता भन्दाखेरि मिताके माउन्ट मिताके जान लागेको छोटो हाइक भनेको छौँ है अब के हुन्छ त्यहाँसम्म पुगिन्जेलसम्म चाहिँ थाहा छैन हाम्रो ल नवीन दाई राज भाइ बुता भाइ हामी चाहिँ हिँडेको अरू केटाहरू चाहिँ सुतिरहेको छ अब हेरौँ आज छोटो छोटो मिठो मिठो भिडियोहरू चाहिँ बनाउने प्रयास गर्छु हेर्दै जानु है त र साथीहरू हामी चाहिँ मिताके आइसकेछौँ त्यो भन्ने ठाउँमा चाहिँ बजारमा सबैजना बसमा जानुभयो त सबजना बसमा जाने हो होइन हामी पनि बसमै जाने हो सबले ब्याग बोकेछ नि हाम्रो भाइले गिटार बोकेर मजै छ के तर कतिवटा बस कुर्नुपर्छ थाहा छैन है एउटा बसमा अट्दैन साथीहरू यहाँ अब यो बस आइसक्यो होइन यो नेपालमा भए यो सबै अट्थ्यो यत्रो बसमा सबैजना अट्दैन गाह्रै छ यस्तै हो मजै छ के अरे अब हिजो अलिकति बढी खाइएछ कम्प्रोमाइज गर्नु होला हामी त अटिन्न जस्तो तर आश छ आज चाहिँ हामीले चाहिँ बसमा छ मैले हो न यस्तै हो के गर्नु छ भाइ दाइ यहाँ भाइ राज त माथि यहाँ छु होइन अनि जाँदैछु अब के गर्नु यस्तो कहिले काहीँ बसमा तर हटाए यार अहिलेको मान्छेहरू सब हालेर मिठो साथीहरू हामी चाहिँ अब यहाँबाट चाहिँ हिँड्ने क्रम जारी हुन्छ होइन सबैजना हिँडिरहेको छन् अब हामी पनि हिँड्नुपर्ने हुन्छ मान्छे चाहिँ आज मिठो रहेछ हामी यहाँ सबैजना एउटै बसमा आएको केटाहरू यहीँ छन् होइन यो गाइज इन्जोय द ब्लग टिकट लियो होइन तर सुइका पनि चल्दो रहेछ यहाँ अनि चाहिँ के गर्नु धेरै मात्र बाटो भएछ त्यस्तो हुन्छ भने चाहिँ रिगेट हुन्छ होइन तिनीहरूलाई तिनीहरू घर सुत्रिहाल्ला हामी चाहिँ अब सबैजना चारजना सबैजना हामी चारजना अनि अरू सबै चाहिँ हाम्रो साथीहरू हामी चाहिँ हिँडिसक्यौँ तिमीहरू चाहिँ सुत्छ कि हामी चाहिँ अब यहाँबाट चाहिँ योबाट चाहिँ अब यहाँदेखिबाट चाहिँ हिँड्नुपर्ने हुन्छ आयो टक्कला र हल्का फुल्का सानो थोरै ब्रेकफास्ट त्यो दुई चारवटा फोटो खिच्यो होइन तर यहाँबाट भ्यू चाहिँ यस्तो दामी देख्छ फेरि है यहाँ चाहिँ यो ठाउँमा नि यत्तिको छ ट्याक्कला र यहाँको भ्यू चाहिँ यहाँबाट यत्तिको भ्यू देखिन्छ भने अब अझै माथि जाने हामी अझै माथिबाट चाहिँ अझै देखिन्छ यस्तो भ्यू देखिन्छ अब टक्क लगाएर हाम्रो केटाहरू पनि त्यहाँ माथि खानुपर्ने हुन्छ अब एकछिन त्यसपछि हामी
गर्छु त्यही भिडियोले पनि भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब गरिदिनुहोस् आजको दिनको सुरुवात चाहिँ यसरी भएको छ हाम्रो हामी चाहिँ अब निस्क्यौँ होइन ल यहाँको रुटको म्याप चाहिँ यहाँ रहेछ नियनको जेन कारण है एक दुईवटा अक्षर बुझिन्छ अब ट्याक्क लगाएर गइन्छ हामी तर हामी जान्छौँ बसाइ घर ल मजै छ गाई चाहिँ यस्तो छ ठाउँ चाहिँ अति दामी नेपालमा कहिले हुन्छ हाम्रो नेपालको हाइक जाने ट्रेक जाने ठाउँहरू चाहिँ यस्तो कस्तो कहिले बन्छ होला यत्तिकै यार है तर यो फेरि हामी नेपालीहरूलाई चाहिँ यो हाइक गा ट्रेक गा जस्तो फिल नै छैन कि अहिलेसम्म चाहिँ हुन त हामी हिँडेको छैनौँ बल्ल एउटा डाँडा यसो घुम्दै हो मजै छ कि तर तपाईँहरूले यो भिडियो हेर्ने बेला चाहिँ कहाँ हुनुहुन्छ के हुन्छ थाहा छैन होइन अहिले सुतिरहेको हुनु पनि सक्नुहुन्छ हजुरहरू हामी चाहिँ एकदम यस्तो दामी ठाउँ आइसक्यौँ होइन हामी लगभग आधी घन्टा 45 मिनट हिँडिसक्यौँ अझै बाँकी छ अझै 2 घन्टा हिँड्नुपर्छ हामी हिँड्दैछौँ दामी तर कस्टम भाइब्स चाहिँ फेरि तर हाइकको ट्रेकको भाइब्स चाहिँ फेरि त्यही हुन्छ कि टक्क ठाउँमा ट्याक्क बस्तीहरू तर यहाँ त गाडी नै आउँदो रहेछ यार कायदा रहेछ ठाउँ त के भन्ने हो कता हो एउटा पोइन्ट हुन्छ नि कस्तो दामी यार साथीहरू हामी चाहिँ अब पुग्ने क्रममा छौँ होइन दामी रहेछ यहाँको भाइब्स चाहिँ ट्याक्क लाएर वरिपरि यी बाजे फुट चाहिँ जानी भेटिन्छ कि मार्फा भाइब्स यहाँ चाहिँ मन्दिर रहेछ होइन टक्क लाएर भ्यू यस्तो मिठो देखिरहेको छ यहाँबाट चाहिँ यस्तो छ
जाम के दाइ उठ्नु उठ्नु के जाम उठ्नु न कस्तो मजाले गुर ढिलो भयो कि 4 बजीसक्यो गुरे 4 घण्टा सुत्यो गुरे छ नि तेरो अब चाहिँ हामी निस्किन लागेको यहाँबाट होइन यहाँको भ्यू त यही हो अघि मैले देखाइसकेको छु क्लिपहरूमा ल यहाँनिर चाहिँ टक्क लाएर नवी दाइ चाहिँ सुत्नु भइरहेको छ अघि किसिम घुर्नु भएको थियो अघि काम त नहीं है घुमघाम चल रहा है यार भाई न्यू का मौका है अर्को ठाउँ यहीँ चाहिँ त्यस्तो सर्टेन हुन्छ नि ठाउँ रहेछ कि यहाँ यो ठाउँमा चाहिँ घर पर बैठकर बोर अनि बोर एउटा हो जाने से एउटा अच्छा है एउटा भ्यू पोइन्ट एउटा डाँडामा एउटा भ्यू पोइन्ट त्यस्तो रहेछ होइन तर राम्रो छ एकदम हुन्छ नि बिहान आएर बेलुका फर्किनलाई चाहिँ फ्यामिलीसँग साथीभाइसँग आएर रमाइलो गर्ने बस्ने सब गर्न मिल्दो रहेछ यहाँ मान्छेहरू तलतिर खानासाना पकाएर पनि खाएका छन् अनि इन्जिनहरू जापानिजहरू होइन यहाँ भाइको फोन आयो नवीन भाइ फेरि सुत्नु भएर छ फोटो पनि खिचेछ हामीले बुता चाहिँ फेरि रेसम फेरि हान्दैछ है यसको रेसम फेरि सकिन यो मदरफक्कर वेलकम टु क्षितिजगिरी भ्लग भाइ कहाँ हिँडेको जस्तो न एक्लै एक्लै अनि हामी चाहिँ अब रक गार्डन जान लागेको अब रक गार्डन हो त्यहाँ अब ढुङ्गै ढुङ्गा हुनसक्छ होइन रक भने त्यही त होला नि त्यस्तै छ जिन्दगी रक गार्डन चाहिँ हामी हेऱ्यौँ होइन रक गार्डन चाहिँ यही हो रकहरू रहेछ यो रक छ नि हो दामी छ नि त हामी 2-4 त्यहाँ फोटो पनि खिचेछौँ अब चाहिँ हामी फर्किन लाग्यो किनकि अब एकदम भोक पनि लागिसकेको छ नि त टाइम पनि धेरै बेसी अब अझै अलिअलि ठाउँहरू बाँकी छ घुम्नलाई चाहिँ त्यो ठाउँ चाहिँ हामी पछि आउने गर्छौँ अब अरू साथीहरूसँग पनि साथीहरू लिएर आउने कुन चाहिँ अब रमाइलो गर्ने यस्तै छ टक्क भाइब चाहिँ मिठो छ फेरि होइन नवीन दाइ अब 1-2 शब्द जाओस् न त अब तपाईँको आज कस्तो अहिले भात खाने बेला मात्रै जान्छ होला त्यहाँ अगाडि आज शब्दै जाला जस्तो छ ए भगवान् त्योभन्दा अगाडि शब्द त्योभन्दा पनि शब्द जाने होइन परान चाहिँ जान लागिसक्यो भोकले भोक त थियो प्यासले नि सताएको पानी पनि नलिआउने त्यस्तै हो क्या त्यस्तै हो हामी गोरु लैतडी फोन चाहिँ छोड्दै गयो भने चाहिँ आउँदा है आजको ब्लग चाहिँ यही सक्यो अब अरू ब्लगमा भेटौँला बाई 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 गर्छु